हेलो साथीहरू, आज चाहिँ हामी दाउरा काट्ने भनेर बिहानै घरदेखि निस्केका थियौँ। हामी चाहिँ 3 जना छौँ। डाले खोला पुल। त्यसपछि म चाहिँ अलिकति दौडिनेको कारण चाहिँ के थियो भने अगाडि 2 जना हुनुहुन्छ, मेरो मम्मी र हाम्रो म्याडम चाहिँ हुनुहुन्छ, देख्न सक्नुहुन्छ। त्यसपछि लगभग हामी 10-15 मिनट हिँडिसकेपछि चाहिँ जङ्गलको बाटो पुग्यौँ। अब चाहिँ हामी भित्र छिर्नुपर्ने हुन्छ, दाउरा काट्नको लागि चाहिँ जङ्गलभित्र जानुपर्ने हुन्छ र हामी माथि चढिसकेका छौँ जङ्गलतिर। यता देख्न सक्नुहुन्छ पुरै घारी छ होइन। म यसरी हिँड्दैछु घारीमा, हेर्न सक्नुहुन्छ। पछाडि 2 जना आउँदै हुनुहुन्छ, म्याडमजी र मम्मी हुनुहुन्छ पछाडि, देख्न सक्नुहुन्छ। फाइनली हामी चाहिँ अलि बेर घारीको बाटो हिँडिसकेपछि अब घारीमै छ, काट्नुपर्ने पनि घारीमै हुन्छ, बोक्नुपर्ने पनि घारीमै हुन्छ, अनि बोकेर झार्नुपर्ने पनि घारीमै हुन्छ। फाइनली अहिले घारीमै भए पनि हामी दाउरा काट्ने ठाउँमा चाहिँ आइपुगिसकेका छौँ र मम्मीले दाउरा काट्दै हुनुहुन्छ। त्यसपछि काट्ने हतियार चाहिँ 2 जनाको लागि मात्र ल्याउनु भएछ बिर्सेर, त्यस कारणले चाहिँ 2 जनाले काट्नुहुन्छ। मेरो चाहिँ फर्स्टमा पहिला चाहिँ के हुन्छ भने मेरो चाहिँ उसार्ने चाहिँ मेरो काम हुन्छ पहिला। भरे त म काटि नै हाल्छु। अहिले चाहिँ म लगातारको लागि चाहिँ म उसार्छु। 2 जनाले काट्नुभएको दाउराहरू उसार्दैछु। यहाँनिर चाहिँ मम्मीले काट्दै हुनुहुन्छ है, दाउरामा मम्मीले काट्दै हुनुहुन्छ दाउरा। म जाँदैछु लिनलाई, अनि हाम्रो म्याडमजीले पनि काट्दै हुनुहुन्छ यहाँनिर। 2 जनाले काट्दै हुन्छ, 2 जनाले काट्ने, म चाहिँ उसार्ने। मेरो चाहिँ आज उसार्ने काम हो। अहिले त म काटिहाल्छु, अहिले लगातार चाहिँ म उसार्ने काम गर्छु। त्यसपछि मलाई लास्टै गाह्रो भइरहेको छ उसार्नलाई चाहिँ। घारी पुरै घारी छ, हेर्न सक्नुहुन्छ। यता घारी यसरी मुसा जसरी भित्र छिरेर दाउरा उसार्नु पर्ने अवस्था छ, हेर्न सक्नुहुन्छ। म एकदम सास फेर्नै गाह्रो भइरहेको थियो होइन, घारी थियो। यता पनि कोडा र उता पनि कोडा थियो। जसोतसो म डुको भकुनेर आइपुगेँ अनि दाउरा फ्यालिदिएँ यसरी। हेलो गाइस, मेरो आँखा चाहिँ यसको पारले पास्यो होइन, आँसु नै हुरुरु भइसक्यो। हेरिदेऊ त, मेरो आँखा हेरिदेऊ न। खस्रेको पातले चाहिँ मेरो आँखा पास्यो, रातो भयो होला। मेरो आँखाको सामान्य ट्रिटमेन्ट पछि चाहिँ फेरि रुखका छेउमा फेरि बिस्तारै घारी पन्साउँदै लगेर यसरी फालिसकेपछि म के गरेँ त अब हेर्न सक्छु। त्यसपछि घारीको बाटो थियो, यसरी माथि जानुपर्ने थियो। हाम्रो मिस र मम्मी चाहिँ माथि गइसक्नु भएको थियो, अनि डरले म पनि अलिक छिटो घारीतिर मुसा जसरी चतुरे भएर होइन दौडिरहेँ होइन साथीहरू। फाइनली मैले हाम्रो मिस र हाम्रो मम्मीलाई चाहिँ भेटेँ। यसरी दाउरा काट्दै हुनुहुन्छ 2 जना, अनि म पनि अब चाहिँ मेरो पालो काट्छु भनेर आउँदैछु। अब एकछिनमा म पनि काट्दैछु, 1 जनालाई रेस्ट दिएर। त्यसपछि 2 जनाले काटेको दाउरा चाहिँ मैले यसरी बटुले तलतिर घारीतिर फालेँ। त्यसपछि साथीहरू घारीको कारणले गर्दा त माथि काटेको दाउराहरू तल ल्याउनलाई चाहिँ एकदमै धेरै गाह्रो भइरहेको थियो। त्यस कारणले मैले चाहिँ माथिको दाउरा तल यसरी फालेर पास गरेँ। लगभग 10 मिनट जति तल फालिसकेपछि मैले दाउरा फालिसकेँ। त्यसपछि मम्मी आउनुभयो, मम्मीले यसरी भारी लाउनु भयो। मम्मीले भारी मलाई पनि आउँथ्यो, तर मैले चाहिँ आज थोरै भिडियो बनाउने भनेर चाहिँ मम्मीले हाल्नुभयो भारी। अनि हेर्दै मम्मीले भारी पनि फाइनली गरिसक्नुभयो। हेर्नुहोस् साथीहरू, त्यसपछि मैले चाहिँ घारीसँग फाइट गर्दै झगडा गर्दै यता उता गर्दै घारीलाई झेल्दै मैले
भारी बोकेर बाटोतिर निकाल्दैछु देख्न सक्नुहुन्छ। एकदमै धेरै भारी गाडी थियो, गाडीले गर्दा मेरो भारी बिचमै अड्केर चाहिँ म छिर्न सकिनँ। अड्कायो यहाँ छिटो अड्कायो त्यसपछि मम्मी आउनुभयो। मम्मीले गाडी काटिदिनु भयो, काट्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ। त्यसपछि म बिस्तारै बाटोतिर लागिसकेर फाइनली बाटो पनि निस्कियो। ओ बल्ल बल्ल बाटो निकाले हैन। ए बिसौरा कस्तो होला। ओ कान्छी यहाँ त्यसपछि हेर्न सक्नुहुन्छ मैले चाहिँ घाँस र दाउरा दुइटै गाडीबाट निकालिसकेपछि त्यसपछि यता हुनुहुन्छ हाम्रो म्याडमजी, यता हुनुहुन्छ हाम्रो मम्मी। यता छु है। घाँस दाउरा सबै मैले काटिसकेँ। मैले घारीदेखि यहाँसम्म निकालेँ। अब चाहिँ हामी लाग्नेछौँ। फाइनली हामी चाहिँ अहिले तल रोड बाहिर निस्किसकेका छौँ। मेरो चाहिँ के भयो भने नि खुट्टा गयो मेरो। यहाँ देख्न सक्नुहुन्छ गाडी आइरहेको छ। हामी रोडमा निस्क्यौँ माथिबाट। बेड लक के हो भने नि मेरो खुट्टा गयो।